3 वर्षदेखि नै जसरी यो मिसन 26 भनेर उहाँहरूले ल्याउनु भयो त्यो सँगसँगै हामीले चाहिँ केही सानातिना इक्विपमेन्टहरू त हामी म्यानेज गरेका छौँ। अब लाखौँ पर्ने इक्विपमेन्टहरू पनि छन्, जस्तै चाहिँ म्याटहरू, एरिनाहरू, फाइटको एरिनाहरू जस्तै लगायतका इक्विपमेन्टहरू चाहिँ राज्यले किन्नुपर्ने, राज्यले व्यवस्थापन गर्नुपर्ने कुरा छ। त्यो चाहिँ हामी 3 वर्षदेखि नै हामी भनिराखेका छौँ। राज्य अथवा परिषद सुनिराखेका छ, तर रिजल्ट यसले चाहिँ दिइराखेका छैन। र पनि हामी कन्भिन्स कसरी गरिराखेका छौँ भने हामी बिहानै आएर हामी आफै पानी सोर्छौँ, आफै म्याट मिलाइदिन्छौँ। सबै कुरा के भन्छ हाम्रो यो चाहिँ फेडरेसनले नै चाहिँ गरि नै राखेको छ। जस्तो खालको चाहिँ हामीसँग स्रोत साधन छ त्यही ढङ्गको म्यानेज चाहिँ हामी गरेका छौँ। अब खेलाडीलाई तपाईँहरू यसैमा खुसी हुनुहोस् भनेर पनि हामी भनेका छौँ। बेस्ट अब मेडल ल्याएपछि मात्रलाई बेस्ट मान्ने चलन छ नेपालमा चाहिँ। अब मेडल ल्याएन भनेपछि अब त्यो बेस्ट होइन कि भन्ने टाइपको चाहिँ हाम्रो बुझाइ हुन्छ। तर पनि हिजोको तुलनामा जसरी चाहिँ अब हामी नजिकै छ टार्गेटमा पुग्नका लागि, जो टास्क पुरा गरेर टार्गेट हान्नुपर्ने छ, त्यो टार्गेट पुरा गर्नका निम्ति चाहिँ उहाँहरूले आफ्नो तर्फबाट हामी बेस्ट दिया छौँ त भन्नुहुन्छ। तर उहाँहरूको बेस्टले मात्र भएन कि ओभरअल आउने पार्टिसिपेन्ट हुने देशका प्लेयरहरूलाई चाहिँ हेरेर तपाईँहरूको बेस्ट दिनु पर्यो, त्यस पछाडि मात्र मेडल आउन सक्छ हामी भनेका छौँ। उहाँहरूले पनि त्यही ढङ्गले तयारी गरेको जस्तो हामीलाई लाग्छ। विगतको तुलनामा अहिले चाहिँ जुन ट्रेनिङ छ उहाँहरूको पर्फर्मेन्स छ एकदमै हाई छ। एसियन गेम त अब नजिकै आइ नै सक्यो, काउन्टडाउन सुरु नै भइसक्यो जस्तो भइरहेछ। त्यसो हुँदाखेरि यो मिसन 26 भनेर जसरी यसलाई निरन्तरता दिने कामले अहिले 2026मा जापानमा जो लाँदैछ, त्यसका निमित्त चाहिँ जसरी इन्टरनेसनल्ली अरू देशका प्र्याक्टिसहरू हेर्दाखेरि अब तुलनात्मक रूपमा हाम्रो देशको त कमै हो। र पनि विभिन्न स्रोत साधनले गर्दा पनि यसको पछाडिपट्टि चाहिँ त्यसका कारणहरू ती पनि होलान्, स्रोत साधनको पनि। र जसरी हामीले जुन अस्ति भर्खरै युनानमा एउटा प्रशिक्षण हामीले चलायौँ, त्यो चाहिँ 1 महिनाको मात्र थियो। त्यसलाई चाहिँ निरन्तर एसियनसम्म जोड्न पाएको भएपछि अझ प्रभावकारी हुने र जस्तो हाम्रो चाहिँ मिसन 26 को उद्देश्य जो थियो त्यो उद्देश्य पुरा गर्नलाई अझ बढी मजबुत अथवा चाहिँ मद्दत पुग्थ्यो। र हामीले एउटा त्यो चुकायौँ, किनभने फेरि हामीले सरकारसँग पनि परिषदसँग पनि चाहिँ रिलेटेड कुरा भएको हुनाले रिक्वेस्ट गर्नलाई, युनानलाई रिक्वेस्ट गर्नलाई हाम्रो लेटर पनि अलिक कम पछाडिपट्टि गयो, अलि ढिला गयो। त्यो कारणले गर्दाखेरि यसलाई निरन्तरता दिन सकिएन। र पनि फेरि यो अहिले हाम्रो जो इक्विपमेन्ट, जो यहाँको चाहिँ हलको वातावरण, सबै कुरा हेर्दाखेरि चाहिँ अब मानसिक रूपमा चाहिँ खेलाडीहरू तयारी छन् कि अब हामी जस्तो परिस्थिति पनि झेल्न सक्छौँ र जस्तो ठाउँमा पनि हामी पानी होस् अथवा घाम होस् अथवा म्याट राम्रो होस् अथवा नराम्रो होस् अथवा जोसुकै इक्विपमेन्ट होस्, अब अन्तिम आवर भइसक्यो। त्यसो हुँदाखेरि हामी त्यही अनुसार नै हामी प्रिपेयर छौँ र मनस्थिति पनि त्यही ढङ्गले हामीले बनाएका छौँ भनेर उहाँहरू लागिराख्नु भएको छ र हामीले पनि त्यही अनुसार मोटिभेट गरिराखेका छौँ। अब आउने दिनहरूमा जसरी चाहिँ जुन खालको परिस्थिति बन्ला त्यो छुट्टै कुरा। अब जब हामीले जुन खालको चाहिँ पर्याप्त उहाँहरूले मागे बमोजिमको दिन चाहिँ हामी सकिराखेका छैनौँ, किनभने स्रोत साधन पनि कम र चाहिँ इक्विपमेन्टहरू पनि चाहिँ हाम्रो अलि महँगो पर्ने हुनाले त्यो खालको चाहिँ वातावरण हामीले बनाउन सकिराखेका छैनौँ। अब त्यो चाहिँ अलिक कमजोरीको रूपमा महासङ्घले लिएको छ।